सबैमा नमस्कार। म आज यो पहाडमा बसाइँ-सराई किन बढ्यो, किन बढिरहेको छ भन्ने विषयमा अलिकति आफ्नो धारणा राख्न आएको छु। अहिले भन्ने गरिन्छ पहाडमा शिक्षा राम्रो भएन, स्वास्थ्य उपचार गर्ने अस्पतालहरू राम्रा छैनन्, यहाँ रोजगारीको सिर्जना भएन, बाँदरले बढीभन्दा बढी दुःख दियो, त्यही भएर पहाडबाट मधेसमा मान्छेहरू बसाइँ सरिरहेको छन् भन्ने ढङ्गले अब यतिखेर धारणाहरू आएको छ, छलफल भइरहेको छ। म यी कुरालाई नकार्दिनँ, तर यी सबै कारणहरू सहायक हुन् भन्ने चाहिँ मेरो धारणा हो। हामीले मुख्य कारण चाहिँ के हो त्यो कुरा चाहिँ अलिकति हामीले छलफल गर्न सकेको छैनौँ अथवा त्यो विषयमा हाम्रो ध्यान पुगेको छैन। मलाई चाहिँ के लाग्छ भने यो केही दशकदेखि मान्छेमा यस्तो मनोविज्ञान निर्माण भएको छ कि पहाड जतिसुकै राम्रो होस् त्यो दुःख छ अथवा पहाड खतम छ र मधेस जस्तोसुकै होस् त्यहाँ चाहिँ उत्तम छ, राम्रो छ, सेवा सुविधा छ भन्ने जुन एक प्रकारको मनोविज्ञान र एक प्रकारको भाषा निर्माण भएको छ, त्यही कारणले गर्दाखेरि मान्छेहरू पहाडमा जतिसुकै राम्रो हुँदाहुँदै अवसर हुँदाहुँदै पनि बसाइँ जान बढीभन्दा बढी लालित भइरहेको छन् र बसाइँ-सराईले एकदमै बढी तीव्रतर रूपमा बसाइँ-सराई बढिरहेको छ। अब यति कुरा भनिसकेपछि यो मनोविज्ञान अथवा यो भाष्यको निर्माण कसरी भयो भन्ने कुरा पनि विषयमा पनि हामी छलफल गर्नुपर्छ। तर यो छोटो भिडियोमा म यी कुराहरू अहिले आज राख्न चाहन्न। म फेरि अर्को भिडियोमा यो विषयमा पनि आफ्नो धारणा राख्न राख्छु र अहिले मैले राखेको जुन धारणा छ त्यो विषयमा तपाईँहरूको प्रतिक्रिया आओस् भन्ने पनि मेरो अपेक्षा छ। धन्यवाद।